everyone. Sama sul hai ko kasi kamera simple misnan pakang अन्य मैले लेखेको रहेछ सिपुरी नै सब अर्को यो मनको गरेको म्याप बुझ्ने सिंगल सोलो हाइक जाँदैछ त म थियो मेरो सोलो हाइक जान सो फाइनली पुरा भएको छ एकदम स्केरी भयो जस राइड यहाँसम्म उसित पठाउमा जल्दी जल्दीमा गएको हाल्न बिर्सेछु जल्दी जल्दीमा क्या हाल्न बिर्सेछु मौसम ठिक छ आज त्यस्तो बिजोग छैन यो चाहिँ स्टार्टिङ रहेछ कम्प्लिटली आइम कोही छैन सोलो टावर धेरै त हिँड्नु म कहाँसम्म जान्छु भने म विष्णुदाको झर्नासम्म जान्छु खानेकुरा बोकेर गएको छु बनाना चना मुरै अनि प्लम आलु बोक्रा गाजर हो त्यति लिएर आएको छु धेरै खानेकुरा लिएर आएको छैन मैले बर्थडेमा चाहिँ बेसी के हुन्छ यस्तो रहेछ बाटो सुरु खानजाङ कुनै बाटो छ जुकाहरू छ जुका होला नि गडेउला चाहिँ रहेछन् जुका त खासै छैन गडेउला चाहिँ रहेछ ए साँच्ची 1 पिस लगाएको छ बोया नि ठिक छ केही छैन चिसो चिसो होला माथि हेर्दा सुनसान बाटो एक्साइटेडै छु भनौँ कोही देख्दिनँ वरिपरि आएको थिएँ कपाल कपाल आउने रहेछ नि युजली यो हाइकिङ ग्रुपमा अनि ग्रुपमा पनि आएको थिएँ 6 जना आएको थिएँ एउटा ग्रुप अनि अरू चाहिँ कपाल कपाल आएको थिएँ म चाहिँ सोलो आइरहेको छु होइन देखि पुरा सुनसान बाटो सुनसान चुङ चुङ कराइरहेको छ डर लागिरहेको थियो सोलो दिन्छ कि दिँदैन होला यसो दिन खाउँदै थियो होइन सोलो दिएन भने त्यहाँ एउटा ग्रुपमा मिसिनु पर्ला भाइ बहिनी हो म पनि गएको भनेर लेखाइदिनु नाम अनि नबल्दा छिन दिन्छ त्यो छिन दिँदैन होला भन्नुभएको थियो सो त्यही हो स्टे पोजिटिभ स्टे ह्याप्पी ह्याप्पी बाई अलि पर पुग्यो स्पिड बनाउँछ काके यार म त यस्तो हुँदो रहेछ बाटो अलिकति गान्डाङ गुन्डुङ थियो अझै निकै थियो अनि त्यसपछि यस्तो छ अहिले चाहिँ रोडै रहेछ यो तारको जाली जाली छ के हो ढ्याङ ढ्याङ ढुङढुङ सुन्दैछु थाक्यो होइन त नलिएको छ सोलो भनेको सोलो हो आज ए बाइक 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 पनि चल्दैछ बाइकै चल्दैछ गएर अब यहाँ बोर्ड आयो एउटा सुन्दर चाहिँ एउटा हिँडेर 4 घन्टा होइन ढाड ड्याम पनि पुग्दो रहेछ एउटा 6 घन्टामा गुर्जे भने 3.5 घन्टा ए हिँडेर 3.5 घन्टा ड्राइभमा 1 घन्टा 45 मिनट अरू डाँडा गाउँ 1 घन्टा 45 मिनट विष्णुदार 1 घन्टा 30 मिनट भागबाट आएको रहेछ 5 घन्टा शिवपुरी पुग्छ 4 घन्टा 30 मिनट रहेछ हामी पहिला हिँड्दाखेरि 9 घन्टामा गएको आएको थियौँ 4 4 8 9 ठिक्क यसो रहेछ बागद्वार विष्णुद्वार डाँडा गाउँ गुर्जे भन्छ गुर्जे जाम एउटै रोड जान्छ यताको रोडी बाइक कसले पार्किङ गरेर छोडिरहेछ यता फेरि रोडै रोड रहेछ यता रहेछ एउटा फोटो हान्नु पर्ला होइन यहाँबाट अलिकति हालिदिन्छ ल यहाँ बस्नु पर्ला एकछिन बस्छु म त्यति हिँडिहाल्थेँ कपाल थिएँ कपाल अब कपाललाई अलिक टाइम लाग्छ नि त म भनेको एक्लो मान्छे ड्याङडुङ हिँडिहाल्यो गुड सो फार सो गुड यो चाहिँ झोला किनेको काम लागिरहेको छ दिस प्याकेज वर्किङ वेल ए मस्त बसिरहेको छ है ओके 2-3 मिनट बस्छ नि जान्छ आउनु अलिअलि एक्लै भइदिएर डर पनि लागिरहेको छ हल्का जङ्गलको बाटो त्यही भएर यहाँ एकछिन रेस्ट गर्ने बल्ल हिँड्ने बनाउनु खानु एउटा या 3टा बनाउनु एउटा बनाउनु जानु क्या अन्त सुरुमा यो इनर्जी आउँछ नि त फर्स्ट ब्रेक बनाउन ब्रेक यसो बनाउन ब्रेक भयो होइन
मची लाग्यो केटाहरू गन गर्दैछन् फर्स्ट टाइम आएका रहेछन् एउटा चाहिँ पुगेको रहेछ विष्णुनाथ म नि भन्दा एकचोटि त पुगेको छु विष्णुनाथ सेल्फ कन्फिडेन्ट भएको मलाई हामी चाहिँ आइहाल्छ नि यस्तो इजी ट्रेनिङ के टेन्सन लिनु आइहाल्छ केटीहरूको ग्रुप आएछ एकलाट यही हो बिचमा एउटा झर्ना पर्छ अनि त्यसपछि बाइक लागेर फुलेर दुइटै पुग्छ क्या एकतिर मान्छे हिँड्ने हो होइन एकतिर गाडी हिँड्नु आयो केटीहरू पनि देख्दैन टर्निङ अड्के लु है गाइजहरू फर्स्ट झर्ना अड्किरहेछन् केटाकेटीहरू भइहाल्यो नि झर्न भने कस्तो शीतल छ ल भिडियो फुसी खिच्न आउँदै जान्छु आउँदै होला नि त कोही पनि यो मेन रोड है यहाँदेखि अलिकति स्किप गर्ने बाटो रहेछ अनि यहाँ जाने हो होइन जाने हो लु क्युटेस्ट झर्ना एभर ल फर्स्ट झर्ना अफ टुडे टाडा ल दर्शन गरौँ न एकलाट आँखीमा चुकिहाल्यो खोल्चा रहेछ यता पानी पर्नु नि फर्स्ट झर्ना ल ल है ल यो त आने खोल्छु यत्तिकै खुसी भयो यहीँ मात्रै गएर नि होला कति नगएर नि ल भयो हेऱ्यो भने ब्युटिफुल अमेजिङ यहाँनिर यस्तो पहरा रहेछ ल पहरा यसलाई छाँगो भन्छ पहरा छाँगो टाढा पाखा छ हराले गीत गाउँछ छातीभित्र मुटु पानी तिमीलाई बोलाउँछ केटीहरू साथीहरू नगरी छ बाटो जाँदा हुन्छ यस्तो सब खाली छैन पहिला अर्को सानो सानो हिजो हुँदैन नि एउटा केटीहरू ग्याङ छ ठुलो टाउनमा चेन्ज गरेँ ड्रेस फाइनल्ली वान पिस लगाइयो सिट अब यति लगाएर चाहिँ नि आई हेभ अ गुड फोटो ड्रेस चेन्ज गरेँ एकदम मजासँगले अनि त्यसपछि आइम वकिङ one piece and then sports shoe. It looks amazing.
लुक पात छ है, पातको पछाडि यसो बुट्टा गर्ने हुन्छ कि आई डोन्ट नो, छैन रहेछ सबै चिप्काउँदाखेरि टाँसेर बुट्टा हुँदैन, छैन रहेछ फोन ल मजा आउँछ नि, कस्तो मजा आउँछ अहिले एकदम आँख्ने मजा आउँछ बाइकको मजाले बाइक मस्त गीत सुन्दै हिँड्नु यस्तो भएको फाइदा गर्छ, यसरी हुन्छ नि त, त्यो फाइदा गर्छ, यसरी यो फाइदा हाल्नु फाइदा गर्छ। Now earbud connected to each other. Now see that beautiful Dana pipe. A famous place. ल एकछिन रेस्ट गरौँ सोच्या, कोही आउँदैन, यता पनि खाली छ। अभियसली सोलो ट्रिप आएपछि खाली नै हुन्छ। नेभरदलेस कानको चाहिँ चाहियो क्या। ल फाइनल्ली यो पोइन्ट आइपुग्यो। यो पोइन्ट हेरौँ त, यो पोइन्ट एउटा रुख छ यहाँनिर टक्कसँगले यस्तो कुन
युनिक सेप छ यार यसको, देखेँ सेप युनिक सेप ट्री। ठ्याक्क यो दो बाटो पछाडि यहाँनिर यस्तो के लेखेको छ है। स्टोन माई क्यामेरा। ओके, विष्णुद्वार यहाँबाट 30 मिनट, अझै 1 घन्टा हिँड्नेछु एज पर दिस म्याप होइन। डाँडा गाउँ 50 मिनट, अनि पानी मुहान 20 मिनट तलतिर। ए ओके, यहाँदेखि तल गयो भने पानी मुहान पुग्दो रहेछ क्या। माझ पारि जान्ची होइन, डर लाग्छ, त्यहाँदेखि ठिक छ। सिर्के जक्सन भन्दो रहेछ यो। इट इज इन एन इलिभेसन्स अफ 1850 मिटर। सो यहाँदेखि बागद्वार र शिवपुरी एउटा 4 घन्टा, बागद्वार 4 घन्टा 30 मिनट, शिवपुरी पिक 4 घन्टा रहेछ। नागी गुम्बा होइन, के देखाउँछ नागी गुम्बा त उतैको डिरेक्सन देखाउँछ त। पानी मुहान पनि 20 मिनट। अनि लिभ योर फुटप्रिन्ट्स अरे, फुटप्रिन्ट छोडिदिउँ न त। So I'm leaving my footprint. Yeah, leave your footprint here in Sirke Junction. Let me click my footprint. ल अब उता जानु पर्यो भनेपछि ओके। तर थाहा छ म यता चढेको थिएँ नि पहिला, यहाँबाट तल जान पनि मिल्दो रहेछ, डिरेक्सन देखाएको रहेछ। यस्तो छ कि शिवपुरी हाइक जान त्यस्तो तनाव छैन, किनभने यस्तो डिरेक्सन उयो बनाइदिएको हुन्छ नि त, तलतिर जान मिल्दो रहेछ। यो एउटा फोटो खिचौँ है, यहाँबाट दामी आउँछ जस्तो, यहीँ पनि दामी आउँछ जस्तो। ल एकछिन त सम क्लिक। ल पानीले चाहिँ आउट अफ वाटर, पानी पर्छ चाहियो भने के छ राम्रो हेर्नु त के नराम्रो मलाई। तपाईँ यहाँ एउटा यो चाहिँ रहेछ बरु, टिङ 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 पानी रहेछ। माथि पनि छ यहाँ त झन् लुगा आउनु सक्छ ल, घन्टै दिने अलिक अचम्म ठाउँ आइदिनु हो। त्यहाँबाट चाहिँ के रिसोर्ट देख्दो रहेछ, हेर्दै खिच्नु। देखियो रिसोर्ट बस्ती नै रहेछ नि। ए काठमाडौँ सहर देख्दो रहेछ, मजाको खालको। अर्कै किसिमको भेजिटेसन छ यहाँ त यार, सबै सल्लाहको अर्कै टाइपको सबै। यही हो कस्तो कन्फ्युजन पो बताउँदैन हुन त। मान्छेहरू आउँदै थियो होइन, फर्किँदै थियो अघि। एक्लै हिँड्नुको मजा छुट्टै छ, आइन द्याट। बट देन अल्सो यहाँ प्रब्लम के भन्दाखेरि एउटै मान्छे देखिनु बाटोमा। एनिवे के देखेँ भन्दाखेरि अचम्मको कुरा देखेँ। ढुवाङ छ यार बिचमा त, के यस्तो बाटो डेन्जर। यसो थिएन म पहिला आउँदा, थाहा छ पुरै
पहिरो गएछ कहिले हो कत्रो सानो बाटो लो ओ माय गॉड यस्तो छ पुरै हो पहिरो गएछ काठमाडौँ सहर हेर्नु भने त जुम्पो यस्तो छ फेरि फाइनली म कतै आई हेभ रिच समवेयर सो अझै एउटा बोर्ड छ आई डिस्टिङक्टली रिमेम्बर म त्यो माथि चढेको थिएँ कि पहिला यस्तो जग्गा आइपुगेँ जहाँ यस्तो त्यहाँ एउटा बस्ने ठाउँ अनि यस्तो छ ओके विष्णुद्वार चाहिँ माथि जानु अझै 30 मिनट लाग्छ त यार के हो यो विष्णुद्वार जङ्सन दिस इज ए विष्णुद्वार जङ्सन यहाँनिर लिभ योर फुटप्रिन्ट भनेको छ सो I'll just leave my footprint also here. So this is my footprint if you can see. So I'm leaving my footprint. Okay, here. Leave only footprints भन्दैछ नागी गुम्बा पनि यही डिरेक्सन टोखा डाँडा गाउँ के आउँछ यार 1925 मिटर रहेछ यार एक्लै पनि 1925 मिटर हिँड्न सक्नुहुने हो 1925 मिटर ल अब माथि चढिन्छ यो माथि 20 मिनट लाग्छ अरे चाहिँ नागी गुम्बा त 1 घण्टा 30 मिनट अरे हिँड्दै नगि 1 घण्टा लाग्छ क्या हो 30 मिनट नले 1 घण्टा हिँड्नु ग्रेट गुर्जी भजन यो डाँडा गाउँ 30 मिनट पानी मुना 30 मिनट ल यहाँनिर यस्तो पनि थियो पहिला म आउँदाखेरि चाहिँ यो थियो क्या यो मात्रै थियो विष्णुद्वार जङ्सन यो चाहिँ अब त्यो एड गरेको थियो त्यहाँनिर पिकनिक स्पोट जस्तो छ सो म लागेँ माथि स्टेप्स चढेर अनि कत्रो डर लाग्दो हो यो डर लाग्यो होइन दुईवटा बाटो रहेछ यता जाने माथि जाने यता साइड जाने रहेछ त्यो डर लाग्यो पर्खिरहेको छ त्यहाँ आउँदैछन् मान्छेहरू केटीहरू त्यति बेरसम्म मेरो ब्रेक यहाँनिर गाजर अनि यो छ आउँदैन यहाँ नखाने जान्दैन It's a plum. यहाँ केटीहरू नि आउँदैन यो आउँछन् म हिँड्नु भने म यहाँनिर नक्कल बसिरहेको थिएँ एक्लै सोलो ट्राभल नि रिस्की भनौँ नि कन्फ्युजिङ भयो क्या यताको बाटो हो कि माथिको बाटो हो कि कताको बाटो माई इयरिङ इज क्वाइट ब्युटिफुल एक्लै भएपछि त आँटै नआउने हिँड्नलाई अनि होइन यता उताबाट आउँदै हुन्थ्यो नि त तपाईँहरू
तपाईँ कि ग्रुपको तलको पनि उनीहरूलाई थाहा होला कि सबै बच्चा बच्चीहरू रहेछ गन्तव्यले जहाँ पुऱ्याएको पुग्नुपर्छ अब यस्तो झुके क्या म याद थियो जस्तो लाग्थ्यो यता चाहिँ कहाँ जाने रहेछ नि त अन्त त्यति होला अब त ब्रो जाऊ 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 अगाडिबाट तैँले ल्याङ होइन त ल Finally. So good one. This is all about my sweet menu. हेरौँ अलि जान्छु कि पहिला खानु पर्यो के आउँछ भने अब चाहिँ म यस्तो ब्युटिफुल छङ 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 पानी आवाज सुन्दै पानीमा खुट्टा डुबाउँदै यता पनि डुबाउँदै चाहिँ मेरो लन्च टाइम भयो है फाइनल्ली सो आई हेभ लास्ट बनाना त टन्नै लिएर आएको थिएँ आई हेभ अ टिफिन बक्स ओके This is my lunch box. So I have this lunch. I call it energy sauce. Everyone, I made one. You want that? Energy sauce. This is energy sauce. You can see or not. So basically you can भने यो चाहिँ धेरै फोकस गर्दैन बेसिकली यो चाहिँ के भन्दाखेरि यो के अरे खजुर अनि सिड्सहरू फ्ल्याक्स सिड अनि पम्किन सिड सनफ्लावर सिड वाटरमेलन सिड अनि बदाम पावर सट
finally Muan Pokari sites pugyau. Such a beautiful trail, I must say. Thake pani पुरै प्रवेश निषेध छ नि यस्तो मेथी कति मिनेट अरे ठ्याक्कै 1 घन्टामा पुग्यो म ओहो what is this purple color butterfly रहेछ नि